अब हेर्नु आज तपाईहरुलाई यस्तो स्योर स्वीट वाला चाहिँ एउटा प्याटर्न सिकाउँछु जुन प्याटर्न गएर तपाईले नेप्सेको चार्टमा हेर्नुस् कहिले काहीँ बन्छ सधैँ त बन्दैन तर बन्यो तपाईलाई पैसा कमाउनको लागि एकदम बबाल पैसा कमाउने बाटो चेक गर्नुस् ब्याक टेस्ट गर्नुस् ब्याक टेस्टै गर्न जान्नु भएन खाली एउटै क्यान्डलमा झुम्नु भने काँडा हुन्छ ल हेर्नुस् अब कहिले काहीँ मार्केट यसरी यसरी गएको हुन सक्छ तर कहिले काहीँ हेर्नु त यसरी गएको मार्केट छ नि यसरी यसरी त्यहाँबाट यसरी मुभ भएको पनि हुन्छ ए हेर्नु होला ब्याक टेस्ट गरेर यहाँनिर हेर्नु हाम्रो तपाईहरुले त क्यान्डल स्टिक हेरिरहनु भएको हुन्छ प्राइस एक्सन भनिरहनु भएको हुन्छ सधैँ प्राइस एक्सनले काम गर्दैन यो प्याटर्न गएर हेर्नुस् चेक गर्नुस् यदि काम गरेन अनि यहाँ आएर अफिसमा आएर भन्नुस् ल हेर्नुस् यहाँ आउट पोइन्ट बन्छ यहाँ आउट पोइन्ट बन्छ यो आउट पोइन्ट बन्छ हुन त आउट पोइन्ट भने के हो भन्ने कुरा प्राइस एक्सन पढेकोलाई कहाँ थाहा हुन्छ प्याटर्न पढ्नुपर्छ प्याटर्न अब हेर्नुहोस् जब यो तीनवटा आउट पोइन्ट बन्छ जब हामी टोपी लाउँछौँ नि सुल्टो टोपी लाउँछौँ नि हेर्नुहोस् त तल दुईटा बेस एउटा ट्रायंगल बन्यो जब यो ट्रायंगल प्याटर्न बन्छ तपाईले 100% यसले नाफा दिन्छ ब्याक टेस्ट गर्नु होला कुनै चार्टमा एउटा या दुईटा मात्रै बनेको हुन्छ कुनैमा नबन्न पनि सक्छ तर जब बन्छ तपाईलाई कुबेरको धन प्राप्त हुन थाल्छ त्यसैले यस्तो प्याटर्न तपाईले ब्याक टेस्ट गर्नु होला यस्तो प्याटर्नको लागि म पछि फेरि तपाईलाई चार्टमा पनि देखाइदिने छु एकचोटी तपाईले ब्याक टेस्ट गर्नुहोस् अर्को भिडियोमा हामी फेरि भेट हुनेछौं हस्त नमस्कार।